दिउँला तिमीलाई दिउँला खुब दिन्छु भनेर हेरेछौ दिन्छु लौ कसले ल्याइदियो त्यही पनि थाहा छैन आज दिने मैले होइन यति मिठो हुन्छ कि यति मिठो हुन्छ कि आँटा र मुङ साग पुरानमा खाँदाखेरि हाम्रो गाउँघरतिर यति मिठो हुन्थ्यो होइन अब यहाँ चाहिँ आँटा तापाउने भात खान्छ 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 अब चाहिँ आँटा मिठो पनि हुँदैन फेरि होइन हाम्रो गाउँतिर चाहिँ भाजीको साग भन्छ तिमीहरूका गाउँतिर के भन्छ रायो भन्छ होला होइन रायो चाहिँ भन्छ भन त हामी नेपाली भाषामा चाहिँ हामीले भाजीको साग बिहा लो दिन्छु भनेर हेऱ्यो होला तिमीले दिने र कुकुरलाई दिनु एउटै हो क्या सक्यो